नमस्ते, मेरो सानो हरियाली गार्डनमा हजुरहरूलाई फेरि पनि धेरै धेरै स्वागत छ। हजुरहरू सन्चै हुनुहुन्छ भने हामीलाई आशा छ र हामी पनि सन्चै छौँ है त साथीहरू। आज चाहिँ यो मेरो गार्डन भ्यू है साथीहरू, हेर्नुहोस् है। किनभने चिसो र तातोको मौसमले गर्दाखेरि त्यति साह्रो फुल फुलेको छैन साथीहरू, त्यही पनि अलिअलि फुलिरहेछ। जरिनेमहरू फुलिरहेछ, पेलान्चुहरू फुलिरहेछ, अनि यता सयपत्री कोपिला लाग्न थालेछ साथीहरू। यो चाहिँ हाइब्रिड सयपत्री है साथीहरू, किनभने गर्मी महिनाको सयपत्री सिद्धेर मैले हाइब्रिड लगाएको साथीहरू। यता मेरो एक जोराहरू छ, एक जोरा पनि चिसोले गर्दा त्यति फुलेछन् साथीहरू। अब चाहिँ गर्मी स्टार्ट भएपछि फुल्न थाल्छ है साथीहरू। त्यही पनि धेरै कोपिलाहरू त आइरहेछ, तर त्यस्तो राम्रो फुलेको छैन गर्मीमा फुल्ने जस्तो, जाडोले होला त्यही भएर। यसलाई केलान्चुहरू फुलिरहेछ अहिले। हजुरले गोदावरीको कटिङहरू, सकिएको गोदावरीको कटिङहरू पनि राख्न सक्नुहुन्छ, मैले राखेको छु, हजुरले पनि राख्न सक्नुहुन्छ। अनि यता चाहिँ मेरो फ्रुट प्लान्टहरू पनि छ, यता सबै अलिअलि छ है साथीहरू। जे होस् थोरै थोरै छ सबै थोक, हजुरले आफ्नो सोख छ भने जे पनि हजुरले लाउन सक्नुहुन्छ। अनि हजुरले अहिले चाहिँ मौसम यस्तो राम्रो छ साथीहरू, हजुरले कटिङ गर्न सक्नुहुन्छ, टुनिङ गर्न सक्नुहुन्छ, जराको रुट टुनिङ गर्न सक्नुहुन्छ, हजुरले पटिङ पनि लाउन सक्नुहुन्छ, त्यसलाई रिपोर्टिङ पनि गर्न सक्नुहुन्छ है साथीहरू। हजुर अहिले एकदमै राम्रो मौसम छ, हजुरले जे पनि गर्न सक्नुहुन्छ। यता चाहिँ मेरो बोगनविलियाहरू छ साथीहरू। यता चाहिँ त्यति साह्रो फुल फुलेको छैन, किनभने फुलिसकेर मैले कटिङ गरेको छु। यता चाहिँ फुल्दैछ साथीहरू। यता मैले यसलाई रिपोर्टिङ गरेको थिएँ, त्यही भएर चाहिँ पहेँलो भएको साथीहरू पात। हजुरले डराउनु पर्दैन, फेरि नयाँ पात निस्किन्छ। यता चाहिँ मैले अगाडिको भिडियोहरूमा मैले हालिरहेको छु। यता मैले यो फर्सीको रिपोर्टिङ गरेको साथीहरू। यो चाहिँ जुगुनी फर्सीहरू है साथीहरू। हजुरले अहिले जुगुनी फर्सी पनि लाउन सक्नुहुन्छ, अरू फर्सी पनि लाउन सक्नुहुन्छ हजुरले। अहिले चाहिँ सिजन छ है साथीहरू। अब चाहिँ बर्खाको सब्जीहरू हजुरले लाउन सक्नुहुन्छ, भिन्डी लाउन सक्नुहुन्छ, भट्टा लाउन सक्नुहुन्छ, बोडी, लौका सबै हजुरले लाउनुहुन्छ। आफ्नो जे छ आफ्नो स्पेस अनुसारले जे पनि हजुरले लाउन सक्नुहुन्छ है साथीहरू। अहिले चाहिँ एकदमै मौसम आएछ, त्यही भएर हजुरले लाउन सक्नुहुन्छ। काँक्राहरू पनि लाउन सक्नुहुन्छ। यता चाहिँ मेरो गुलाबहरू फुलेर झरिसकेको छ साथीहरू, त्यसलाई कटिङ गरेछन्, कटिङ गर्नुपर्ने छ, त्यही भएर गुलाबहरू पनि अहिले अलिअलि फुलिरहेछ साथीहरू। मौसम त यतिखेरै हो फुल्ने, र पनि अब कटिङ नगरेर होला साथीहरू। मैले कटिङ अस्ति गर्दा झपझप्पै फुलिरहेको थियो, अहिले चाहिँ थोरै थोरै फुलेछ साथीहरू कटिङ नगरेर। यता मेरो यो रेड कलरको साथीहरू, हजुरले कटिङ लाएर यसरी लाउन सक्नुहुन्छ। अनि यसरी झपझप्पी यसरी कोपिलाहरू लाग्छ है साथीहरू। जति कटिङ हामीले सानो सानो कटिङ लगायो भने त्यति राम्रो छ, धेरै भएपछि चाहिँ राम्रो हुँदैन साथी। त्यही भएर कि त रिपोर्टिङ गर्नु पर्यो, त्यसलाई माटो चेन्ज गर्नु पर्यो, होइन भने चाहिँ त्यस्तो यस्तो जिग्रिङ्ग भएर आउँछ है साथीहरू। यसलाई चाहिँ मैले रिपोर्टिङ नै गरेको थिएँ, 2टा गमला मात्रै रिपोर्टिङ गरेको थिएँ, अरू चाहिँ सबै त्यत्तिकै छ साथीहरू। अब चाहिँ रिपोर्टिङ गर्छु। यताभित्र चाहिँ इन्डोर प्लान्टहरू छ है साथीहरू। पर चाहिँ बोगेटहार्ट छ, अनि मनी प्लान्ट छ, बिस लिली छ, कोलियस छ, सबै छ है साथीहरू। यहाँ मिक्स छ, जे आफूलाई चाहे अनुसार स्पेस अनुसारको सबै थोक छ है साथीहरू। हजुरहरूले पनि लाउन सक्नुहुन्छ। यो मेरो मनी प्लान्ट चाहिँ यस्तो सानो भाँडो भएर होला साथीहरू, यो राम्रो भएन साथीहरूलाई म फालिदिन्छु। यो माथि माथि गएछ साथीहरू, यो पनि परको चाहिँ राम्रो भएछ साथीहरू, यताको चाहिँ अलिक राम्रो भएन। यता बिगोनियाहरू छ, हजुरले बिगोनिया पनि कटिङ लाउन सक्नुहुन्छ। यो चाहिँ तल लत्रिने खालको फुल हो है साथीहरू। यता मेरो सबै रिपोर्टिङ गरेको साथीहरू। यो मेरो एन्जेलिया रिपोर्टिङ गरेको, रेड कलरको, व्हाइट कलरको सबै मैले यो रिपोर्टिङ गरेको। यताको मैले सबै रिपोर्टिङ गरेको साथीहरू। यो मेरो डिकोमाहरू रिपोर्टिङ गरेको। यसलाई रिपोर्टिङ गरिसकेपछि कटिङ टुनिङ गरिसकेपछि यसरी फुल्छ है साथीहरू, यसरी झपझप्पी फुल्छ है साथीहरू। त्यही भएर यता कोपिलाहरू लागिरहेछ, त्यही भएर हजुरले अहिले कटिङ टुनिङ जे पनि गर्न, रिपोर्टिङ पनि गर्न सक्नुहुन्छ। मौसम राम्रो छ, यिनीहरूलाई पनि रिपोर्टिङ गर्नुपर्नेछ, टुनिङ गर्नु छ साथीहरू। यो फुलिसकेपछि यसरी हजुरले हटाइदिन सक्नुहुन्छ, नभए तिनीहरू जिग्रिङ्ग भएर झर्न पनि मान्दैन है साथीहरू। अनि यता चाहिँ यो मेरो पिङ्क कलरकै छ साथीहरू, यसलाई पनि कटिङ गर्नु पर्यो भने तर कोपिला छ साथीहरू। यो चाहिँ मिनिचर है साथीहरू, ठुल्ठुलो फुल्दैन, सानो सानो नै हो। यता चाहिँ मेरो सब्जीको गार्डन भ्यू है साथीहरू। यता मेरो सब्जी मात्रै छ, यता खुर्सानी, यता मैले रिपोर्टिङ पनि गरेर देखाएको थिएँ हजुरलाई। यो मैले यहाँ फुल्न थालेछ। यता बैगुन लगाएको थिएँ, बैगुनहरू छ। उता चाहिँ सबै फ्रुट प्लान्टहरू छ साथीहरू। यता चाहिँ मेरो सबै लिचीदेखि लिएर अम्बकदेखि लिएर स्याउ सुन्तला सबै यता एक साइड छ, अर्को साइड पनि छ साथीहरू।
यता चाहिँ मैले तल फुलहरू लगाएको थिएँ साथीहरू, उम्रेको थियो, त्यही भएर फाल्न माया लागेर मैले तल फेरि लगाइदिएको थिएँ। यता मेरो बन्दाकोपीहरू छ। यता मेरो यो कटिङबाट लगाएको मेरो यो डेहेलिया छ, तर फुल्छ कि फुल्दैन साथी, साह्रै फुल्छ जस्तो त लागेन। र पनि 2टा गमला राखेको छु, एउटा चाहिँ हटाइदिएको साथीहरू धेरै भयो भनेर। अनि उता मेरो त्यो बरेला छ साथीहरू, त्यसलाई के भन्छ, त्यो बरेला नै भन्छ साथीहरू, त्यसलाई त हामी चाहिँ चुचे करेला भन्छ है साथीहरू। अनि यता मेरो के भएर त्यो मेरो मेवा चाहिँ भएन है साथीहरू, सबै पात झरिया छ। त्यसलाई पानी धेरै भएको कि त्यो अब मौसम चेन्ज भएर त्यस्तो भएको हो कि थाहा भएन साथीहरू। हजुरलाई थाहा छ भने हजुरले कमेन्ट गरेर भन्नुहोस् है त, के भएर त्यस्तो भएको साथीहरू। कस्तो राम्रो भइरहेछ अहिले, सबै पातहरू झरेर टुप्पोमा मात्रै पात छ है साथीहरू। अनि हजुरले कमेन्ट गर्नुहोस् है के भएर त्यस्तो भएको। यता मेरो सबै टमाटरहरू छ, टमाटरहरू चाहिँ मजाले फलेर अब पाक्ने सुरसारमा छ है साथीहरू। अनि यता मेरो कोपीहरू छ, कोपी, बन्दाकोपी, बडकाउली सबै छ साथीहरू। यता मैले आलु लगाएको थिएँ साथी, अरू सबै मुसाले लगेर यता चाहिँ छ है साथी, 1 बोट चाहिँ छ, उता 1 बोट छ। अनि यता मेरो मेथी, धनिया, आलु, प्याज, लसुन, यता मेरो गाजर, पालुङ्गो, यता चाहिँ मेरो फ्रुट प्लान्टहरू छ साथीहरू। साग पनि लगाएको छु मैले फ्रुट प्लान्टमा। स्याउ छ, लिची, सुन्तला, मुन्तला, कागती, यता सबै त फ्रुट प्लान्ट छ। आँपको बोट छ साथीहरू। यता मेरो गाजर पनि छ साथीहरू। यता मेरो बीको बोट छ। यता मेरो जामुन छ। यता मेरो सबै लसुनहरू छ, फुलहरू छ साथीहरू। यता मेरो पालुङ्गो, कति पातलो छरेको थियो साथीहरू, कस्तो बाक्लो भएर आएको साथीहरू। धेरै बाक्लो भयो भने यसको पात चाहिँ धेरै ठुलो हुँदैन साथी, पातलो जति लाउनुहुन्छ त्यति पात ठुलो हुन्छ साथीहरू। यो चाहिँ अलिक धेरै बाक्लो भएछ साथीहरू, पातल त पातल लगाएको तर अलिक बाक्लो भएछ। अनि यता मेरो फुलहरू छ साथीहरू, बोगनविलियाहरू छ, कनिरहरू छ। अनि यता मेरो फर्सी नै, यता बोरामा मैले फर्सी लगाएको थिएँ साथीहरू, फर्सी छ, त्यही फर्सीमा टमाटर छ। यता खुर्सानी छ फुलिरहेको। यहाँ मैले लौका लाउने भनेर यहाँ ठिक पारेछु माटो साथीहरू। पहिला नै माटो हजुरले रेडी गरेर राख्नु सक्नुहुन्छ हजुरले। अनि मेरो यो साग छ। यता मैले यसमा भिन्डी लाउने भनेर माटो रेडी पारेछु साथीहरू। यो चाहिँ मेरो कागती है साथीहरू, यो बिउबाट निस्केको कागती साथीहरू। फल्छ कि फल्दैन, फल्यो भने ठिकै छ, होइन नि यसलाई चाहिँ हटाइदिनु पर्छ होला साथीहरू, किनभने गमला चाहिरहेछ मलाई। अनि मेरो यहाँ कडी पत्ता छ, बडमकमल छ। यता सबै मिक्स छ साथी, सानो स्पेस भएर थोरै छ साथीहरू। अलि धेरै स्पेस भएको भए चाहिँ अलि धेरै हुन्थ्यो होला, थोरै स्पेस भएर थोरै सबै थोक लगाएको छु साथीहरू। हजुरहरूलाई भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै लाइक, सेयर र सब्सक्राइब पनि गर्न नबिर्सिनु, र छेउमै भएको घन्टी पनि बजाउन नबिर्सिनु। हजुरहरूले यति बेरसम्म भिडियो हेर्दैदेखि धेरै धन्यवाद। म सीता तामाङ र सीता तामाङको परिवारको तर्फबाट हजुरहरू नमस्ते, बाई।